मासु त सबैजनालाई नमस्ते, स्वागत छ मेरो ब्लगमा। धेरै समयपछि आज ब्लग बनाऊँ न भन्ने सोचिराखेको छु, कस्तो हुन्छ हेर्दै जानुहोला। आज विशेष के छ भने रनबाङ जाँदैछौँ हामीहरू, हेर्दै जानुहोला रनबाङ। किन भनेपछि सरप्राइज छ, सरप्राइज हेर्दै जानुहोला। यतिको चाहिँ हुनुपर्छ भनेर यतिको रेडी भएको छु। मेरो रुमको हालत यस्तो छन्, म बाटो हिँड्न लाग्यो भने चाहिँ सबै रुमको हालत चाहिँ यस्तो हुन्छ, हेर्दै जानुहोला। हामी चाहिँ आइयो है, बल्ल बल्ल रनबाङ आइयो गाइजो। स्कुटीवालाहरूसँग स्कुटीमा, हामी त होइन नि फेरि। कभर हो, ढङ्ग छैन नि त मेरो, त्यही भएर कभर झिकेर राख्छु क्या मैले। सिस्टर आएको बर्थडे मनाउनु होइन, गयो हामी चाहिँ रनबाङ आएको अवस्था। घर त अन्त आउँछ आएको फेरि। धन्यवाद सिस्टरको तर्फबाट। हामी चाहिँ रनबाङको टुन्न आयो। हामी अब बल्ल रनबाङ आयौँ नि सिस्टर। यहाँ चाहिँ यो सबै इलाका बिन्ताको, यहाँदेखि त्यहाँसम्म सबै बिन्ताको। यहाँदेखि यहाँसम्म 4वटा घरमा चाहिँ एउटा घरमा चाहिँ बिन्ता किन्नु थियो। भिडियो गर न, भिडियो अस्तिबाट भिडियो गर। लेट्स गो। यो घर रहेछ घर। अब सही हो यो केरा, दिले जाने। केरा Happy birthday to you. Birthday. Birthday girl. Ayo boy. मलाई थाहा छ भनेको सुन्ने थोकै फरक छ। पर बाँध्नेलाई गाडीवालाले त क्याप्टन बाजेहरू त परै झारिदिन्थ्यो पनि, किन यहाँ आएको त भन्थ्यो अझै। भर्खरै खाने र एकछिन बस्नु न। घाम भएन, बर्थडे गर्लको गिफ्ट नै आइसकेको हो। एभोकाडोको बुट्टा मन जान्छ न। यो बिन्टा सिस्टरको बारी रे। ओहो काँक्रा फलेर रहेछ नि त। अनि यो सानो सानो टिप्नु है, हाम्रोमा त औषधिहरू हाल्यो। देखिन नि त तर थक्के रे। काँक्राको बेइज्जत।
दिदी यहाँ टिप्नु चाहिँ सानो हो नि खोइ झर्न देखाउ त ए बाटैमा अबदेखि त नि आयो भने त यहाँ रोकिदिनुहोस् त एकछिन भनेर नि यहाँ आएर टिपेर जाने होला बड त्यस्तो नि टिप्नु त भो हुन्छ होला त्यति भए त धेरै नटिप्नु बन्द गर्नु पविना सिस्टर कस्तो भइराखेको छ आज यो चाहिँ अर्ग्यानिक काँक्रा हो मात्र 8 करोड पर्छ एउटा अनि यो चाहिँ ओ त्यहाँ नि तपाईँको खुट्टा पनि छ त त्यहाँ यो त नि यो नि भर्दैन ल टिप्नु त म हेर लेट आएन न म जस्तै मेरो बानी जस्तै बाङमा परेको कसले भन्नु फेरि तपाईँको बानी बाङ्गो छ भनेर त्यस्तो नै हुन्छ एभोकाडोलाई कति महँगो भन्छ नि भन्नु हो रनबाङमा देखेँ है यस्तो उस्ता फलेर 60 रुपियाँमा ए भगवान काँक्रावाली पिङ्कवाली कागती राम राम अब हामी बाटो हिँड्ने बेलामा अब तपाईँ जाने बेलामा नि यहाँ चोरेर जाने गाडो यसरी फलेको मेरो सम्पत्ति उठे खाली हो नि यहाँबाट यहाँसम्म होइन सिधै माथि त्यो पिपल देख्यो नि त्यो जरासम्म अन्त नि हामीलाई दिने सानो एउटा त बिन्ता सिजनको होमतिर हो कि आज घरको खले कसले मासु पकाउने बेलाउती नि जसले मिठो पकाउँछ त्यसले पकाउने है त्यो त्यस्तो हो कस्तोले होम टुर गर्न कुखुरा काटिराख्नु भएको रहेछ धानको ए मकैको बाली तनकै लास्टै गर्ने यो त हाम्रो खोल्टामा परेर हो कि भन्दा अलिक भित्र परेर हो कि त्यो चुच्चोको अगाडि म मेरो घर हो खै अब यहाँबाट फर्किन पर्ने अवस्था आयो हेर्नु त त्यो रुन्माको उसको यस्ता त्यो चुच्चोको यतापट्टि हो नि त मेरो घर त थै माइत त्यो चुच्चो नि त्यो परको चुच्चो गोगन पानी मकैवाला होइन कुन यो होइन सत्य माथि परकोलाई भिडियो बनाएर नि खसे त्यही पनि जानु भलक बनाउनु चाहिँ के सुरक्षा दिदी होइन काट्दै हुनुहुन्छ सिस्टरले प्याज अनि मैले यत्रो लसुन पनि छोडाइसकेँ यिनीहरूको केही काम छैन हाम्रो केही काम छैन आएको मात्रै हो यहाँ फेरि यस्तो चलिरहेको छ स्प्राइटमा लेमन टी हालेर खासै मिठो हुन्न मन नपर्नेलाई त मन नपर्नेलाई त यस्तो छ नि भरिहाल्दिनु नि अर्को नि छ का भित्र लेखिन्छ अहिले खानुपर्ने स्प्राइट हो र स्प्राइट को फेन्टा कोक के ल त साथी खै यार हामीले हैन के गर्नु त हामीले त छाले अलि ए ल्याउ सिस्टरलाई हो खानु गयो तपाईहरु खानु त लाउनुस् त नि खानुस् है पानी त यही हो ल खाऊ खाए मैले ओके पुदिना कति दामी हुन्छ होला हैन पुदिना भएको त कोही रनसँग पनि परेछ नि त्यहाँ कस्तो छ एकदम कडा ल्याउन सुरु छ यहाँ आगो फुकामा हामीले नि अब हेमा मासु पाक्छ यो चुलामा मासु पाक्छ यो चुलामा अब यो चुलामा मासु पाक्छ अनि खाइन्छ अनि नाचिन्छ अनि घर गइन्छ सब्सक्राइब चाहिँ हाम्रो पकाउनु पकाऊ अब हाम्रो यहाँ मासु पकाउने कार्यक्रम भइराखेको छ रनबाङमा आएर बिन्टा सिस्टरको बर्थडेमा आएर यहाँ
आगो कहाँ परमा लाउँछ कि यतातिर आलु त भेत्तातिर लाउँछ होला आगो भेत्तातिर लाउँछ होला अट्दैन त नि क्या यहाँ खरिदैछ तेल हाल्छ नि बुरुक बुरुक परिन्छ नि बजारको तेल होइन साथीहरू लोकल तेल हो गाउँमा पेलेको तात्तै होइन क्या अझै तात्तिन्देऊ न आगो यति जम्मै बाहिर जाँदो रहेछ कि यो भएर समस्या ल उहु तोरीको तेल शुद्ध तोरीको तेल हो फेरि आमामामामामा यो कतिको मोटो छावा मासु त्यति हाल भयो ग्रेभी बनाउने ल यो अवस्थामा बसिराखेको छ हाम्रो तेल गिरीलाई यहाँ चोपकुण्ड पठाएर एउटा लुरी यहाँ यस्तो अब काँक्रा खाने मासु पहिला 3 केजी मासु ओहो ल हाल रे महाराज तोरी त थोरै यस्तै हो क्या लोकल प्याज हो क्या प्याज सब आज त अर्ग्यानिक कुखुरा मात्रै हो बिगासे यहाँ भएका चिजहरू सब लोकल हुन् हामीले अब लोकल खाएर यसै त पातोले दुगले छौँ अब हप्पा मोटाएर गइन्छ तीन पाथीको भएन के खाँदै आयो ल्याउ न काँक्रा हामी यहाँ छौँ होइन तर युट्युबमा जान्छ कहिले जान्छ ल हामीले चाहिँ अब डाइनोसरको मासु बनाउँदैछौँ डाइनोसर भनेको के हो र डाइनोसर भनेको कुखुराको बाउ हो हाम्रो पविना सिस्टरको फेरि हात मिठो छ सिकाउनु पर्छ होइन हामीले हालिसकेको तेल पछि के हाल्यो मैले प्याज त्यस्तै गर्ने ल म यहाँ काम बनाइदिएँ म यहीँ भुलेँ भाइ भन्नुहोस् न भन्नुहोस् अझ अरू मासु हेरौँ न ए मैले देखाइसकेँ डाइनोसरको मासु जस्तो देखिन्छ तर नझुकिनु होला डाइनोसरको मासु अर्कै आगो पुग्ने अर्कै तेल हालेर मान्छे दगुरेपछि के गर्ने अब काम गर्न परिहाल्यो यत्रो मासु लिएर आएछौँ कति ठुल्ठुला बनाएका हुन् चाना यसले यति जग्गा चलाउनु जान्नु भएन म्याडम जान्न भने मलाई बोलाऊ है पानी लिएर आउनु त अनि मसला हाल्ने फेरि सरको पालो होइन हालिसक्यो उल्टो चलाउन मसला ससला हाल्ने यो मासु त कतिजनाको हातले बन्यो यो पानी हाल्नु वाह मासु मान्छे भएछ यस्तो हो कि तिमीलाई को हो कि आज कुक बनाएको भागो टिचर बनाएको वास्तवमा यो तेल बसालेको मैले हो प्याज हालेको मैले मासु ल्याउनुको होला त्यो मासु यत्र बिसाउन छन् कि आमा यत्र रोस्ट खै तिम्रो त्यत्र त्यो यहाँ बनाउँदा तिम्रो यत्रो छ कि छैन छँदै छैन ल तिम्रो त्यत्रो मासु त यत्रो रे भन्न नि यत्रो थियो सुटिङ साउन्ड मात्र होइन तपाईँले भाइरल गर्नुहुन्छ हुन्न भ्युज आउन यतिकै यो त उसको लागि हो के सुटिङ हेर्न जाने माइती घर सुटिङ हेर्न यहाँ
यहाँ त आमामा कति फलेका हुन् आँप केरा मान्छेहरूलाई रोजगार प्रदान गरिदिएको छ ट्र्याक्टरले हस्तान्तरण गर्दै हुनुहुन्छ ट्र्याक्टरलाई बेनी अस्पतालले हो कि के हो अझै ल हस्तान्तरण गरिदिनु भयो धन्यवाद भएर नि धानको बिउ होला सतक्क पारेर नबाङमा हामी सुटिङ हेर्न जाँदै माइती घरको सुटिङमा हो नि हामी त फेरि आएको छैन होला कि लास्टमा यहाँ रहेछ माइती घरवाला सुटिङको डोको छ माथि गाडी चाहिँ ओहो हामी चाहिँ झकास हामी चाहिँ धीरज मगर रहेछ नि त अनि ए हो प्रकाश सपुतको धीरज मगर केदार प्रसाद घिमिरे उपासना सिंह बुद्धि तामाङ श्यामश्री शेर्पा हेरु नि ल ठिक छ ओके छ त यो फिल्म आयो भने हाम्रो ठाउँमा आएको छ घुम्न सुटिङ गर्न हेर्न जानुपर्छ है टाइम मिलाएर ओके पार्टीले यहाँ धीरज मगरलाई नदेखेर यहाँ यस्तो छ पारा धीरज मगरलाई नहेर्दासम्म नदेख्दासम्म नजाने धीरज मगरले मलाई बाहिर पुग्नु भनेको कि हो धीरज मगरदेखि पैसा बहिनी अघि भेटिसक्यो यस्तो लागि भेट नमस्कार सासू आमा मेरो नाम विनिता पुनु भन्नु न बुहारी यही हो मेरो हात यस्तो छ भन्नु न यस्तो छ मैले केही काम गर्न सक्दिनँ भने मेरो हात जोड्ने कैसे गरेर नमस्कार हुँदै छ अरे खै हामी त हेर्नै पाएको मगर धीरज मगरको फ्यानले धीरज मगरलाई हेर्ने भनेर हेर्नु न यहाँ हामी हेर्न नपाएर लौ न हो यहीँ हुनुहुन्न अरे क्या उहाँ जाम न हो जाम उहाँ गएर उसमा भिडियो हेरौँला क्या फेस हेर्ने भन्नु भा जाम ल खै कस्तो भयो ल जाम अब हामी त लागियो घरतिर अब लागियो धीरज मगरलाई धीरज मगरलाई हेर्नु नपाएर हेर्नु त यहाँ राम भगवान् यहाँ छन् यस्तो फुल चोर्ने हामी चाहिँ यतातिर हो कति राम्रो हो हामी चाहिँ यता थाहा थिएन रे फोन हानेर त रिसाएर सुरु गर्यो हो र राखेर यो घरमा टक्क लगाएर हेर्नुहोस् है गाइजो सेटोमा राम्रो होला नि बाल हेर्नु कति लामो भगवान् यहाँ बर्थडेको गिफ्ट खै दिन त यहाँ ए हे भगवान् अब कुर्कुच्चा छुन मात्रै बाँकी छ नागी ल ल ल ल चक्को हरायो
झिङ्गो काटिओडो काटिसक्यौ ल भेतु हेल्प गर्का भेतु ल आफैले खाने लाग्यो रे ह्याप्पी बर्थडे टु यु भनेर छिटो आउनु न हौ कति भइसक्यो खाइसक्यौँ मुखमा लगाइसकेर ऊ त ड्रागन फ्रुट मी भन न फेरि भुजापाती भुजा बसा फेरि खतरा छ झर्ना सिस्टरको हो यस्तो बसेर टक्क लगाएर खाने हो अब ल आयो बर्थडे पार्टीको यो पानी आइहाल्यो अब यसै बस्ने उसै बस्ने बर्थडे गर्ल खाँदै हुनुहुन्छ एउटा हातले ओ चस खाऊ 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 ह्याप्पी बर्थडे टु यु अगेन फेरि के गर्ने त अनि बर्थडे गर्दै खाँदै चाहिने होला नि गयो ए गयो खानापिना भयो अब जाने ए खतरा फोटोग्राफरलाई हेर है कति फोटोग्राफर त्यहाँ असिस्टेन्ट यहाँ होइन कि मेरो बर्थडे यस्तो स्पेसल बनाइदिनु भयो अनएक्सपेक्टेड मलाई थाहा पनि थिएन तपाईँहरू आउनु पानी आयो साथीहरू हामी त फेरि जानु होला भेरी भेरी थ्याङ्क यू थ्याङ्क यू दिदी बाई 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 अवस्था अवस्था हामी तिनजना मेरो रुममा नि आइयो घुमाइ धलला रुममा आएर बसियो अब चाहिँ आराम गर्नुपर्छ गाडी लागिराखेछ सकियो रमाइलो भयो बिन्ता सिस्टरको बर्थडे के थियो भन्दा आज चाहिँ यो थियो हेर्नु होला खासै राम्रो त खिच्न पाएन जस्तो छ त्यस्तै हेर्नु होला भन्दै सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै बिदा हुन चाहन्छु हस्त धन्यवाद
गजल पुर्यो एउटा मुक्तक पुर्यो दुईटा कविताको पुर्यो सातैवटा मै पनि बन्छु के कवि मै पनि बन्छु के कवि मै पनि बन्छु के मै पनि बन्छु के मै पनि बन्छु के कवि देवकोटा हो मै पनि बन्छु के कवि देवकोटा मै पनि बन्छु के कवि देवकोटा हो मै पनि बन्छु के कवि देवकोटा फुर्छ कि भनेर गए फुलको बोटमा आखिर गीत फुल्ने रहेछ तिम्रै लाली ओठमा मै पनि बन्छु के कवि मै पनि बन्छु के कवि मै पनि बन्छु के मै पनि बन्छु के मै पनि बन्छु के कवि देवकोटा हो मै पनि बन्छु के कवि देवकोटा मै पनि बन्छु के कवि देवकोटा हो मै पनि बन्छु के कवि देवकोटा बेली चुल्टीमा नै महाकाव्य पाए मै पनि बन्छु के कवि मै पनि बन्छु के कवि मै पनि बन्छु के मै पनि बन्छु के मै पनि बन्छु के कवि देवकोटा हो मै पनि बन्छु के कवि देवकोटा मै पनि बन्छु के कवि देवकोटा हो मै पनि बन्छु के कवि देवकोटा